बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे टाकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरो म झुक्दैन झुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपिन्न होइन उदय भने फोन गरे होइन हाम्रो यस कार्यक्रमको मार्च पास्टमा आउन चाहिँ यसै गरी मधुवानपुर जिल्लाबाट खेलाडीहरू मार्च पास्टमा देख्न सक्छौँ अहिले हामी जिल्ला अब आउँदै हुनुहुन्छ सिन्धुली जिल्लाबाट खेलाडीहरू म्यानेजर कोच र अध्यक्षज्यू मैदान प्रवेश गर्दैछन् मार्च पास्ट सहित वास्तवमै बागमती प्रदेशले आफ्नो तेस्रो संस्करण गर्दै गर्दाखेरि 13वटा खेल विधाबाट 15वटा खेल विधा गर्न गइरहेका छौँ, जसमा हामीले भौतिक रूपमा पूर्वाधारहरू पूर्ण नभइसकेको कारणले गर्दाखेरि प्रदेश राजधानी हेटौडाबाट 7वटा गेम हामीले बाहिर गर्न बाध्य भएका छौँ। हामीले तैपनि ट्र्याक एन्ड फिल्डको लागि यहाँ सिन्थेटिक ट्र्याक नभइसकेको कारणले गर्दाखेरि हामीले थोरै जुगाडा गरेर पिपले रङ्गशालामा गर्न गइरहेका छौँ र भइरहेको छ। यसको लागि बागमती प्रदेश खेलकुद विकास परिषद वास्तवमै क्षमा प्रार्थी छौँ, किनकि ट्र्याक एन्ड फिल्ड जहिले पनि सिन्थेटिक
ट्र्याकमा हुनुपर्छ। यो वास्तवमा इन्टरनेसनल फेडरेसनको रुल्स भन्दा अलिकति टाढा हो। त्यसैले माननीय मुख्यमन्त्रीज्यूको विशेष पहलमा यसै वर्षको बजेटबाट यो सिन्थेटिक ट्र्याक र इन्डोर कबड्डीको बजेटको सुनिश्चितता भएको सुखद खबर यहाँहरूलाई सुनाउन चाहन्छु। साथसाथै यसै गौरीटारमा कुल 23 बिघा जमिनभित्र इन्टरनेसनल रूपमा अथवा अन्तर्राष्ट्रिय रूपमा स्पोर्ट्स एकाडेमीको रूपमा ब्युटिफिकेसनको साथसाथै यसलाई अन्तर्राष्ट्रिय रूपमै स्पोर्ट्स एकाडेमीलाई करिकुलमको माध्यमबाट बागमती प्रदेशले सुरुवात गर्न गइरहेको छ। त्यसै गरी बागमती प्रदेश खेलकुद विकास परिषदले खेलकुदको खेलाडीको पहिचान गर्नको लागि ग्रासरुट लेभलदेखि अथवा तल्लो तहदेखि नै प्रदेशसम्म आइपुग्दाखेरि गर्नुपर्ने सम्पूर्ण कुराहरू गरिरहेको छ, जसमा करिकुलमसँग अथवा पाठ्यक्रमसँग यहाँहरूमाझ जोड्ने प्रयत्न गरिरहेको छ। साथसाथै यी स्पोर्ट्स लाइब्रेरी, भौतिक पूर्वाधारको फिजिबिलिटी स्टडी र खेलाडी पहिचानको छुट्टै मापदण्डका साथ साइन्टिफिक अथवा वैज्ञानिक ढङ्गले डाइटको अथवा न्युट्रिसनको पनि बागमती प्रदेश खेलकुद विकास परिषदले थालनी गरेको छ। किनकि खेलाडी हुनको लागि, एकजना खेलाडी हुनको लागि उसेन बोल्टले 20 वर्ष ट्रेनिङ गर्यो, तर जम्मा 9 सेकेन्डको लागि 20 वर्ष तालिम गरिसकेपछि 9 सेकेन्डमा उसको रिजल्ट प्राप्त हुन्छ। त्यो हो खेलकुद। खेलकुद भनेको समाजको बहुआयामिक विषय वस्तुसँग समेटिन्छ, चाहे स्वास्थ्य होस्, चाहे पर्यटन होस्, चाहे क्विक डिप्लोमेसीको कुरा होस्। खेलकुदको माध्यमबाट तत्काल हुने कुराहरू भनेका यी विषयवस्तुहरू होस्। जस्तै हामीले रेभेन्यू जेनेरेसनका कुरा, जेनेरेट गर्ने कुराहरू पनि खेलकुदको माध्यमबाट अन्य विधाहरूभन्दा छिट्टो हामीले रेभेन्यू जेनेरेट गर्न सक्छौँ। त्यसैले बागमती प्रदेश खेलकुद विकास परिषदले फिजिबिलिटी स्टडी गरेर स्काई रनिङदेखि लिएर एडभान्चर स्पोर्ट्सदेखि लिएर इन्डोर आउटडोर ऱ्याकेट गेम र सकर गेमको लागि विशेष प्राथमिकताका साथ लागू गरिरहेको छ। यसको लागि विशेष गरी मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण दलहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। र अन्त्यमा यहाँहरू सबैलाई, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा बागमती प्रदेश खेलकुद विकास परिषद हार्दिक स्वागत गर्दै आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। खेलाडीको तर्फबाट यस तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सञ्चालित सम्पूर्ण खेलका सम्पूर्ण नियमको पालना तथा आधार गर्दै खेलकुदको उच्च आदर्श र मर्यादा कायम राख्दै खेल खेल्ने प्रतिज्ञा गर्दछु। धन्यवाद। धन्यवाद चाहिँ यहाँलाई। नै खेल्न जाँदा कुटै खाएका पुस्ताको अन्तर्गत परेका छौँ र परम्परागत रूपमा मनोरञ्जन र आत्मरक्षाको रूपमा रहेको खेलकुद आज आएर शोक, प्रतिस्पर्धा र व्यवसायको रूपमा विकसित हुँदै गइरहेको अवस्था छ। र आजको पुस्तालाई तपाईँहरूको शोक के हो भनेर सोद्धा मेरो शोक चाहिँ खेलकुद हो, फुटबल हो, क्रिकेट हो भन्नेसम्म हाम्रो पुस्ता भइसकेको अवस्था छ। र स्थानीय, क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न रूपमा खेलकुदको आयोजना हुँदै गरेको छ र कतिपय अवस्थामा दुई देश बीचको असमझदारीलाई समाधान गर्ने डिप्लोमेसीको रूपमा पनि खेलकुद प्रयोग हुँदै विकसित हुँदै आएको छ। यो हामी सबैको लागि खुसीको कुरा हो।
सर्वप्रथम यो बागमती प्रदेश स्तरीय यो खेल महोत्सव बागमती प्रदेशको गौरवको योजना गौरीटारमा भइरहेको छ। यो एउटा अहिले महोत्सवको रूपमा खेल उत्सवको रूपमा बागमती प्रदेशले 15 वटा विधामा हाम्रा सदस्य सचिव दीपक लामाले एउटा डिजाइन गरेर मीन कृष्ण महर्जनको पनि यसमा विशेष एउटा यसलाई खेललाई अगाडि बढाउने कुरामा रह्यो। आज उहाँको विशेष परिस्थितिले उपस्थित हुन सकेन। खेलकुद मन्त्रीले त्यसलाई उत्सवलाई अझै राम्रो बनाउनको लागि लाग्नुभयो र अहिलेको खेलकुद मन्त्रीज्यूले यो गौरीटार रङ्गशालालाई बागमती प्रदेशको गौरवको योजनाको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेलाउनेलाई एकाडेमिकको रूपमा यहाँ चाहिँ भोलि यो एउटा सिकाइ अध्ययन र खेलकुद सम्बन्धी हरेक विधाको एउटा एकाडेमिक प्रशिक्षणको रूपमा पनि यसलाई अगाडि बढाउने गरी बागमती प्रदेश सरकारको अहिले यो चाहिँ के छ भने गौरवको योजनाको रूपमा अहिले बजेटमा यसलाई मेन्सन गरिएको छ, यसलाई राखिएको छ। मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपिन्न घोटिएर हात पाउ झरी जाउनला तर कोही अगाडि यी हात जोडिन्न बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे ताकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरो म झुक्दैन झुक्ने नेपालको छोरो। नमस्ते, म ब्रिटिसा शिल्पकार, म भक्तपुर जिल्लाबाट। राम्रै छ ग्राउन्ड पनि हाम्रो। अब एथलेटिक्समा स्पाइक भने चाहिन्छ होइन, अनि त्यसको लागि चाहिँ ग्राउन्ड त राम्रै छ। नमस्ते, म आश्राम गोठे भक्तपुर जिल्ला खेलकुदबाट प्रतिनिधित्व गरेको र भक्तपुरको चाहिँ टिम कोच। अहिले चाहिँ यो जुन बागमती प्रदेश तेस्रो बागमती स्तरीय बागमती प्रदेश प्रतियोगितामा हामीले चाहिँ यहाँ हाम्रो भक्तपुरबाट चाहिँ प्रतिनिधित्व गरेका छौँ। भक्तपुरबाट चाहिँ हाम्रो चाहिँ 35 जना खेलाडीहरू छन् र टिम कोच 2 जना र टिम म्यानेजर 1 जना। अहिले यो हाम्रो यो जुन यो ग्राउन्डमा चाहिँ अलिकति चाहिँ कुनै ठाउँमा चाहिँ अव्यवस्थित छ। यो ग्राउन्ड अलिकति चाहिँ अनकम्फर्टेबल छ। यदि यो ग्राउन्डलाई चाहिँ यो साइन्टिफिक ट्र्याक बनाइदिएको चाहिँ धेरै बेस्ट हुन्थ्यो। अनि यो वाइटहरू पनि पुगेको छैन, अनि त्यसैले चाहिँ बच्चाहरू चाहिँ यहाँ खेल्नलाई अलिक गाह्रो छ। गुड मर्निङ, नमस्कार। यो 2083 सालको बागमती प्रदेशको तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको एथलेटिक्सको 2083 जेठ 1 गतेबाट नै सुरुवात भइसकेको छ र हिजोको सम्म रिजल्ट चाहिँ 11वटा गोल्ड मेडल हिजो सम्पन्न भइसकेको छ र आज दोस्रो दिन सुरुवात भएर पनि हर्डल्सको पुरुषतर्फको 110 मिटर हर्डल्स सम्पन्न भइसकेको छ र त्यसै गरी महिलातर्फको 100 मिटर हर्डल्स पनि अहिले निरन्तर अगाडि बढिरहेको छ, सञ्चालन भइरहेको छ। अहिलेसम्म चाहिँ कुनै पनि खेलकुदमा त्यस्तो समस्या आएको छैन। खेलाडीहरू एकदमै उत्साहपूर्ण रूपमा यसपालि बागमती प्रदेशले एउटा हर्डल्स पनि आफ्नै प्रदेशको राजधानी हेटौडा जुन यो पिप्ले क्याम्पा खेल मैदानमा यसरी हर्डल्स नाग्न अवसर पाउनु भएको छ। यो चाहिँ विशेष गरी हाम्रो 10औं राष्ट्रिय
खेलकुदको लागि एउटा पुनः तयारी पनि हो। त्यसको लागि एकदमै उत्साहको साथमा खेलाडीहरू आफ्नो प्रतिस्पर्धा आफूले जुन सकेको प्रतिस्पर्धा उहाँहरूले जो देखाउँदै र प्रदर्शन गर्दै हुनुहुन्छ। मेरो नाम रेणुसा श्रेष्ठ। उमेर कति भयो तिम्रो? 9। सिङ्गल्स र मिक्स्ड हो। सुरुमा बाबाले खेल्नु भएको थियो अनि दिदीले पनि खेल्न देखेर मैले पनि खेल्न स्टार्ट गरेँ। मेरो नाम सूचना अधिकारी, म धादिङ जिल्लाबाट। हाम्रो यो चेन्ज भइरहेको थियो नि त अस्ति पनि डेट, त्यो भयो भने हाम्रो अर्को पनि कोलाइड हुन्छ, त्यही भएर अलिकति नोटिस निकाल्दाखेरि चाहिँ अलिक चाँडै निकालिदिनु होला, किनभने हामी म्याक्सिमम् स्टुडेन्ट हुन्छौँ। त्यही कारणले अलिकति स्टुडेन्टलाई पनि अलिकति सजिलो हुने गरी त्यसरी गरिदिनु होला। अब कतिले एक्जाम छोडेर आउनु परेको छ, के गर्नु परेको छ, त्यो चाहिँ अलिकति चाँडै नोटिस निकालिदिनु भयो भने हामीलाई पनि सजिलो हुन्थ्यो। मेरो नाम आश्रुति कार्की, रामेछाप जिल्लाबाट। अहिले मिक्स डबल्स चाहिँ हारेँ अनि सिङ्गल्स चाहिँ क्वार्टर फाइनलसम्म पुगेँ। कन्डिसन राम्रो त राम्रै छ, तर गर्मी अलिकति धेरै नै भयो। गर्मीले खेल्दाखेरि पनि अब सजिलोसँग पर्दाखेरि पनि पसिना लास्टै धेरै निस्क्यो अनि खेल्न अलिकति गाह्रो भइरहेको छ। अरू त सबै ठिकै छ। मेरो नाम अक्षय ढुङ्गे, म भक्तपुर जिल्ला। अब दुवैतिर गर्मी भयो, अब त्यो कुरा त छुट्टै भयो, तर हलको लागि म्यानेजमेन्टको लागि यस्तो ढोकाहरू चाहिँ खुल्लै राख्नु हुँदैन थियो। त्यो ककको ब्यालेन्स हुँदैन, अलिक घुम्ने गरेर त्यो एउटा ठाउँमा जानुपर्ने, अलिकति ब्यालेन्स समेत अर्को ठाउँमा जाने भएको छ। यो तेस्रो बागमती प्रदेश प्रतियोगिता अन्तर्गतको ब्याडमिन्टन प्रतियोगिता भइरहेछ अहिले यो चिसापानी कबड हलमा, ब्याडमिन्टन कबड हलमा। म कल्पना खड्का, बागमती प्रदेश खेलकुद परिषदको सदस्य र साथै ब्याडमिन्टन प्रतियोगिताको संयोजक। खेलहरू चलिरहेछ हाम्रो। अब 13वटा जिल्लाको फुल सहभागिता भएको हुनाले चाहिँ हामी 3 दिनभित्र सकिसक्नुपर्ने हाम्रो टाइम टेबल छ। त्यही भएर हामीले बिहान 6 बजेदेखि बेलुका 9 बजेसम्म लगातार गेम गराइरहेछौँ। यहाँको अब कबड हलभित्र अलि गर्मी बढी अनि यहाँ चाहिँ अब हामीले एसी फ्यानहरू पनि चलाउनलाई अब कक उडाउँछ, गाह्रो भएको हुनाले हामीले यस्तो यो गर्मी मौसममा पनि खेलाडी मित्रहरू हाम्रो सम्पूर्ण टिम म्यानेजमेन्ट निर्णायक मण्डलहरूले चाहिँ हामीलाई एकदम साथ दिइराख्नु भएको छ। उहाँले यो समस्याको बावजुद, यस्तो यो गर्मीको बावजुद पनि उहाँहरूले पसिना बगाएर साथ दिनुभएको छ, खुसी लागेको छ। उहाँहरूले मेडल, प्रमाणपत्र र 5,000 रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ। मागो सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न। मागो सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न। मेरो शिर उडाऊ बरु त्यो सहन्छु, तर कोही परायाले टेकी सहन्न बनेको छ पहराले यो छाती मेरो, बगेको छ छोहरा र आज यस्तो बागमती प्रदेश खेलकुद जुन हामीले मन्त्रालय परिषदको तर्फबाट
हाम्रा खेलाडी भाइ बहिनीहरूलाई उत्साह र उमङ्ग रहोस् भनेर बागमती प्रदेशले आयोजना गर्यो। वास्तवमा भन्ने हो भने बागमती प्रदेश सरकार खेलकुदलाई एउटा मनोरञ्जनको साधनको रूपमा मात्र नभई यसलाई राष्ट्रिय गौरव, सामाजिक सद्भाव र समृद्धिको एक प्रमुख आधारका रूपमा विकास गर्न प्रतिबद्ध छ। हामीले प्रदेशको खेलकुद नीति निर्माण प्रक्रियालाई अगाडि बढाएका छौँ, जसले खेलाडीको पहिचान, प्रोत्साहन र भविष्यको सुनिश्चिततालाई प्राथमिकतामा राख्नेछ। हाम्रो लक्ष्य प्रदेशलाई खेलकुद मैत्री बनाउनु हो। अब म तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल जिल्ला रहेको छ काठमाडौँ जिल्ला र काठमाडौँ जिल्लाका प्रतिनिधिज्यूहरू, खेलाडीज्यूहरू, टिम कोच र व्यवस्थापकज्यूहरूलाई पुरस्कार ग्रहण गरिदिनु हुन अब हार्दिक अनुरोध गर्दछु। काठमाडौँ जिल्लाले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट प्रथम स्थान हासिल गर्न सफल रहँदै गर्दा काठमाडौँ जिल्लाले 51वटा स्वर्ण पदक, 38वटा रजत पदक, 42वटा काँस्य पदक गरी कुल 131 पदक जित्न सफल भएको छ। धेरै धेरै बधाई छ काठमाडौँ जिल्लालाई प्रथम स्थानको लागि। यसरी काठमाडौँ जिल्लाले 51 स्वर्ण पदकका साथमा आफ्नो प्रथम स्थान ओगटेको छ, प्रथम स्थान ग्रहण गरेको छ। धेरै धेरै बधाई, धेरै धेरै सम्मान प्रकट गर्न चाहन्छौँ। यो खेलकुदको महाकुम्भमा 13वटा बागमती प्रदेशका 13वटा जिल्लाहरू सहभागिता भए तापनि 15वटा खेलमा सहभागिता भए पनि समग्रमा काठमाडौँ जिल्लाले प्रथम स्थान, ललितपुर जिल्लाले द्वितीय स्थान र चितवन जिल्लाले तृतीय स्थान हासिल गर्न सफल रहेको छ। तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सौहार्दपूर्ण ढङ्गबाट तपाईँहरूले चाहिँ सहयोग गरेर सम्पन्न भएको छ। यसको लागि सम्पूर्ण स्टेक होल्डरलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु। विशेष गरी बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, 13 जिल्ला मेरा बोर्ड सदस्य साथीहरू, 13 जिल्ला अध्यक्षज्यूहरू, स्थानीय जनप्रतिनिधिहरू, उहाँहरू सबैलाई हृदयदेखि नै विशेष धन्यवाद दिँदै, विशेष त खेलाडी साथीहरू, प्रशिक्षक मित्रहरूलाई अझ बढी धन्यवाद दिँदै यो कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद।